तपाईले नाम र दाम दुवै कमाउनुहुन्छ भने नि 2 मिनेट यो भिडियोमा मेरो वेट गर्नुहोस् है। 2 मिनेट यो भिडियो निहार्नुहोस्। तपाईले थाहा पाउनुहुन्छ दाम र नाम कसरी कमाउनुहुन्छ। नमस्कार साथीहरू, म सन्तोष। म यहाँ फाइनान्सको कुरा सिकाउँछु। म एउटा तपाईलाई प्र्याक्टिकल कुरा एउटा के बताइरहेको छु भने नाम र दाम कसरी कमाउने एउटा फर्मुला छ के मास्टर इन 1 मास्टर इन 1 MOI यो म फर्मुला तपाईलाई दिइरहेको छु। मैले यो फर्मुला चाहिँ मैले जुन पत्ता लगाएको छु यो मैले धेरै बुक स्टडी गरेर र धेरै जो मान्छेहरू नेम र फेम कमाएको छ नि उनीहरूको बायोग्राफी पढेर मैले पत्ता लगाएको छु। अब भन्नु पर्यो भने MOI के हो मास्टर इन 1 तपाईले धेरै सफल व्यक्तिहरूलाई हेर्नु भएको होला। धेरै टप पोस्टमा पुगेको म एभरेज मान्छेको कुरा गरिरहेको छैन। जो टपसम्म पुगेको छ नि त्यो मान्छे भनेको मास्टर हुन्छन् केमा एउटा कुरामा मात्र मास्टर हुन्छन्। अनि जति पनि एभरेज मान्छेहरू हेर्नुहुन्छ नि त्यो भनेको एउटै 10 वटा 5 वटा काम गरेर उनीहरू कुनै सेक्टरमा चाहिँ सक्सेसमा त्यहाँ माथि नेम र फेम कमाउन सकेको हुँदैन। यदि तपाईलाई नेम र फेम कमाउनुहुन्छ भने एउटा स्किल समात्नुहोस् र त्यसमै मास्टर बन्नुहोस् मास्टर। जस्तै क्रिकेट नै खेल्नुहुन्छ भने क्रिकेटमै मास्टर बन्नुहोस् न। एकाउन्टेन्ट नै हुनुहुन्छ नि एकाउन्टको दुनियाँमै जानु छ भने त्यसमै मास्टर बन्नुहोस् न। फुटबल खेल्नुहुन्छ भने फुटबलमै यति मास्टर बन्नुपर्छ नि त। त्यसमै हरेक थोक जानुपर्छ एउटै सेक्टर समातेर। तपाईहरुले त्यसमा कन्टिन्यू 2 वर्ष 4 वर्ष 5 वर्ष यदि गर्नुभयो भने त्यसमा पक्का तपाईले मास्टर बन्नुहुन्छ के। यस्तो बन्नुहुन्छ कि त्यो मार्केटमा तपाई जस्तो कोही हुँदैन। अनि त्यति समयदेखि गर्न सक्नुभयो भने नि तपाईले नेम र फेम र माल नाम र दाम कमाउनमा कसैले रोक्न सक्दैन के। त्यही भएर फोकस इन 1 मास्टर इन 1 मल्टिपलले त बेकार पार्छ। रफ पेपर थाहा छ नि रफ पेपरमा भनेको सबै सब्जेक्टको त्यसमा लेखिन्छ। तर भनेको फेयर बन्नुहोस् कि एउटै सब्जेक्टमा फेयर बन्नुहोस्। अनि त्यसपछि हेर्नुहोस् तपाईँ माल पनि कमाउनुहुन्छ र दाम पनि कमाउनुहुन्छ र त्यसको लागि डिसिप्लिन चाहिन्छ अलि टाइम दिनुपर्छ हैन। त्यही मलाई भन्न खोजेको एउटा चीजमा मास्टर बन्नुहोस्। धन्यवाद साथीहरू। यदि मेरो यो सोच मन परेको भने प्लिज लाइक कमेन्ट गरिदिनुहोस्। लाइक गर्दैमा तपाईहरुको केही पैसा त लाग्ने होला छैन। लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् ताकि म मोटिभेट भइराखौँ र हजुरहरूलाई पनि मोटिभेट गर्नको लागि नयाँ भिडियो ल्याइराखौँ। धन्यवाद छ। नमस्कार।